Okay, so uh, we are going to implement real-time notifications for photographers. जब bookings हुन्छ सो पर्टिकुलर फोटोग्राफरलाई चाहिँ नोटिफिकेसन्स जानु पर्यो. सो हामीले एउटा इक्जाम्पल हेर्छौँ. बुकिङ अपडेट हुँदाखेरि जुन प्याकेजको बुकिङ भएको छ त्यो फोटोग्राफर्सलाई चाहिँ नोटिफिकेसन पठाउने थ्रु वेब सकेट. ओके, फर्स्ट ज्याङ्गोले नेटिभली अर डाइरेक्टली डब्लुएसजिआई युज गर्छ. सो त्यसले चाहिँ हाम्रो बेसिक एचटिटिपी रिक्वेस्ट रेस्पोन्स साइकललाई मात्रै ह्यान्डल गर्ने गर्छ है. यहाँनिर वी निड टु स्विच टु एएसजिआई. ओके, जस्तै यहाँनिर डब्लुएसजिआई छ फर बेसिक हाम्रो रिक्वेस्ट रेस्पोन्सवाला एप्लिकेसन्स, and another one is ASGI, okay, for supporting other protocols like WebSocket. अब हामीले केही चेन्जेसहरू गर्नुपर्ने हुन्छ फर. सो लेट्स गो टु सेटिङ्स. सेटिङ्समा गएर फर्स्ट वी निड टु मेन्सन द्याट वी वान्ट टु युज ASGI एप्लिकेसन. सो कहाँ छ भन्दाखेरि हाम्रो प्रोजेक्टभित्र प्रोजेक्टको ASGI.py भित्र छ नि त एप्लिकेसन. सो ASGI.application. सो बोथ दुइटै राख्दा नि भयो. यहाँनिर चाहिँ हाम्रो यो ASGI एप्लिकेसन हामीले युज गर्नेवाला छौँ. अल्सो ASGI एप्लिकेसन रन गर्नको लागि रन सर्भर अथवा हाम्रो GUnicornले डाइरेक्टली सपोर्ट गर्दैन. सो वी निड टु इन्स्टल अनदर सर्भर कल्ड Uvicorn. Okay, pip install Uvicorn. So install गर्ने. Okay, make sure environment activated sir, and then Uvicorn भइसकेपछि let's go to our docker compose. Now हामीले UVI sharon Uvicorn भनेर गर्नु पर्यो. Okay, project.asgi application. Okay, let us try. यसले ASGI युज गर्छ कि गर्दैन है. सो say docker compose -env environment file भनेको हाम्रो .env.production and then up -bit. Okay, let's wait. Okay, Uvicorn not found. Okay. Let me stop the server. Uvicorn किन find out भएन भन्दाखेरि in हामीले docker image build गर्दाखेरि चाहिँ we are using requirements.txt. okay, so हामीले requirements.txt मा अहिलेसम्म Uvicorn लाई मेन्सन गरेको छैनौं. okay, that's why यहाँनिर pip freeze गर्दियौं requirements.txt. then we'll see yeah, Uvicorn. okay, now we can build. okay, requirements run गरिरहेछ. okay, let's wait.
So we just configured the settings. Okay, production and local. One Django environment is product, and this is decided from our Docker Compose. जानेर हामीहरूले इन्भाइरोमेन्टमा Django इन्भाइरोमेन्ट चाहिँ prod भनेर राखेको छौँ. ओके, सो यो इन्भाइरोमेन्टमा prod लेखेको छ भने चाहिँ our ASCII server application will use project भित्रको settings भित्रको production, and if not it will use local. Okay, now it should work. Localhost 8000. Okay, yes, load भइरहेछ हैन. Okay, don't need this. Okay, nice. Okay, so currently हामीसँग कुनै पनि डेटा छैन, empty छ, but it's fine. Okay, now let's add support for our WebSocket. Okay, so कस्तो हुन्छ भन्दाखेरि हामीले यहाँनेर if we see here यसले अहिले डाइरेक्टली के गर्छ भन्दाखेरि हाम्रो प्रोजेक्टको URLs हुन्छ. ओके, यहीँनिर म्याप गरिरहेको हुन्छ. ओके, HTTP प्रोटोकलको लागि हामीले त्यसलाई चाहिँ अब यहाँनिर लाइक एउटा सेपरेट पाथ बनाइदिनु पर्यो. WS मिन्स वेब सकेट प्रोटोकल आयो भने चाहिँ यो फलो गर्ने, र नर्मल जुन HTTP आउँछ भने यो URL प्याटर्न्सहरू हेर्ने भनेर. सो त्यसको लागि we'll go here, हाम्रो ASCII मा we will do this. Control C, Control P. Okay, let's add the imports. Okay, protocol type router. So HTTP को लागि normal get ASCII application ले काम गर्छ भने WebSocket को लागि हामीले WebSocket को छुट्टै प्याटर्न्सहरू बनाउँछौँ यहाँ. ओके, फ्रम राउटिङ भनेछ हामीले एड गर्छौँ राउटिङ. यो चाहिँ मैले प्रिभियसली रफ गरेर हजुरलाई देखाएको थिएँ, त्योबाट चाहिँ हामीले यहाँनिर क्लिन सेटअप गरिरहेको छौँ. फ्रम नोटिफिकेसन्स इम्पोर्ट राउटिङ भनेर भनेको छ. यो अहिले कुनै एप छैन, दिस जस्ट डिलिट गरिदिएँ. सो नोटिफिकेसन्सहरू ह्यान्डल गर्नको लागि एउटा छुट्टै एप क्रिएट गरौँ. Django admin, start app, notifications. So enter. So notifications भन्ने एउटा एप बन्यो. यहाँनिर will add just like URLs routing.py भनेर हामीले एड गर्छौँ. routing.py मा हामीले एउटा जस्ट ओके यहाँनिर WS भनेको वेब सकेट स्ल्यास नोटिफिकेसन्स भनेर राखौँ. ओके, त्यसको लागि जसरी हामीले नर्मल HTTPहरूमा चाहिँ भ्युज युज गर्थ्यौँ, यहाँनिर हामीले कन्ज्युमर भनेर भनिन्छ वेब सकेटमा. ओके, वेब सकेट कन्ज्युमर, नोटिफिकेसन कन्ज्युमर, यसको कन्सेप्ट अहिले हामी डायग्रामको हेल्पबाट पनि बुझ्छौँ. ओके,
recording bhayirahach okay. Okay, let's add the consumer. So यहाँ notifications ma हामीले views भन्दा नि consumers.py हामीलाई चाहिएको छ and त्यसको बेसिक कोड भनेको हामीसँग यहाँनिर छ यो रिसिभ वाला चाहिँ अहिले हामीलाई चाहिदैन we just need send notification वाला and send notification okay also हामीलाई यहाँनिर ASC मा अलिकति यहाँ चेन्ज गर्नुपर्ने हुन्छ to get the user data okay user data authenticated data पाउनको लागि हामीले यसलाई र्याप गर्नुपर्ने हुन्छ with auth middleware stack भन्ने छ छैन this branch यो ब्रान्चमा छ अनि यहाँनिर हामी गएर यहाँनिर गएर हेर्छौँ भने ASCII हामीले यहाँनिर auth middleware stack भनेर पाउँछौँ by the way यो Django मा हामीले Django आफैले वेब सकेट सपोर्ट गर्दैन नि त त्यसको लागि हामीले pip install channels गर्नुपर्ने हुन्छ फर्स्टमा Django channels भनेर हजुरले हेर्न सक्नुहुन्छ यो प्याकेज यसको इन्स्टलेसनमा गएर pip install channels भनेर हामीले गर्छौँ simply channels okay enter okay मसँग अलरेडी छ channels pip freeze -r requirements.txt मा गरिदिन्छु and then त्यसपछि हामीले चाहिँ के गर्न मिल्छ यहाँ च्यानलको बारेमा जुन भनेको छ यो हामीले युज गर्छौँ अहिले त्यसको त्योभन्दा अगाडि ASCII मा गएर हामीले auth middleware stackलाई चाहिँ राख्दियौँ हेर्छौँ copy and then paste and simply यसलाई चाहिँ र्याप गर्नु पर्यो हाम्रो यसलाई र्याप गर्नु पर्यो with auth middleware stack okay यति गरिसकेपछि authentication भनेको युजर रिलेटेड इन्फर्मेसन पनि हामीले वेब सकेट भित्र कन्ज्युमर्स भित्र पाउँछौँ सो यहाँनिर हामीहरूलाई okay so let me just set up है सेटअप गरौँ अनि त्यसपछि म हजुरहरुलाई बुझाउँछु कुन कोडले के गर्छ भनेर
Okay, so I'm a consumer say it is linked to routing, and routing is included in its socket URL router. Okay. This purchase. Okay, next stage we need to go to settings. Yes, हामीले यहाँनिर एउटा च्यानलको लागि लेयर पनि एड गर्नुपर्ने हुन्छ. Settings. Channels layer. Okay, so हामीले रेडिस युज गर्छौँ फर च्यानल्स लेयर. अहिले च्यानल लेयर भनेको के हो पनि भन्छौँ हामीले. एन्ड इट इज रनिङ इनसाइड आवर डकर. 6379 is the default port. Okay, एकचोटि रन गरौँ. रन गरेर हेरौँ if we see any mistakes. Okay, just let me just add last piece of code. In signals, yeah. Control C, and it's in bookings for signals, and if created, if booking is created, we need to notify to photographer, and then another channel layer. And then sync to async. Okay. Okay, now it's good. Okay, server start गरौँ र एकचोटि टेस्ट गरौँ. And then हामी कसरी काम गर्दैछ भनेर हेर्छौँ. Okay, server up भइसक्यो. And then let's do it here. Okay, let's create a photographer. Create an account. Today 123. Okay, let me just add one account. Okay, so मैले चाहिँ भर्खरै एउटा फोटोग्राफर प्रोफाइल बनाएर भेरिफाई गरेको छु यसलाई. एन्ड एउटा प्याकेज क्रिएट गरेको छु. सो यहाँनिर छौँ अर्को हाम्रो फोटोग्राफरको ट्याबमा. यहाँनिर हामीहरूले वेब सकेट कनेक्सन इस्टाब्लिस गरौँ. ओके, ChatGPT यहाँनिर भनौँ connect to WebSocket.
console अहिले कन्सोलबाटै गर्छौँ एन्ड इफ वर्किङ अनि हामीले युआईमा अपडेट गर्छौँ ओके सो हामीले यहाँनिर पेस्ट गरौँ WS हाम्रो local host 8000 WS plus notifications ओके यो URL चाहिँ हाम्रो यहाँसँग म्याच हुनु पर्यो है हाम्रो नोटिफिकेसन्सको राउटिङमा गएर हेर्छौँ भने यहाँ WS/notifications भनेको छ भने यो म्याच हुनु पर्यो WS/notifications ओके अनि त्यसपछि अनि WS.on open हुँदाखेरि on open okay ओके अब यहाँ हिट गर्छौँ भने हामीले ओपन भनेर देखिनु पर्यो है इन्टर गर्यौँ कनेक्सन फेल्ड भनेर भन्यो सो द्याट मिन्स केही प्रब्लम छ यहाँनिर नोटिफिकेसन्स unsupported upgrade request no supported WebSocket library detected please install your standard or WebSockets or photo manually okay सो अहिलेको हाम्रो बेसिक युविकनले चाहिँ यसलाई सपोर्ट नगरेको हो र हामीले यसलाई चाहिँ अपडेट गर्नुपर्ने हुन्छ यहाँनिर दिउँ पछि इन्स्टल Okay, recommended line install करूँ let's install this container and install now let's rebuild okay once again हामीले connection establish गर्न try गरौँ still failing WS/notifications okay wait हामीले install गर्यौं but we forgot to write it to requirements so pip requirements
requirements.txt and then अब जब बिल्ड गर्छौँ त्यतिखेर फ्रेस रिक्वायरमेन्ट्स हाम्रो आउँछ वेब सकेट सपोर्ट वाला सो यहाँनिर इन्स्टल गर्छ अब हैन लेट्स वेट फर अ सेकेन्ड Okay, let's try once more. Still connection failed when there's a connection refused. Connection open, connection closed. Connection refused. Okay. के भएको रहेछ हेरौँ generating group name for your exception. Create connection मा problem आयो I think यो UVCon युज भएर भएको हो हामीले Daphne सर्भर युज गर्दाखेरि चाहिँ यस्तो नहुनु पर्ने बट Daphne अलिक स्लो छ है सो लेट्स ट्राई दिस वन डिबग के भएको रहेछ ओके रेडिस कनेक्सन भइरहेछ हैन रेडिसको पोर्ट्स Redis and then okay so container ko Redis मा point गर्नको लागि we need to change the settings from this localhost to Redis docker compose मा चेक गरौँ यसको हामीले Redis or Django Redis service or container name right so service is Redis okay that's good and यति गरिसकेपछि let's stop and rerun so हामीले settings change गर्यौं यो Redis भनेको चाहिँ you will take a name from service or container name हामीले Django Redis राखेका छौं let's say service को नामले काम गर्नुपर्ने हो Redis okay now one more try to make establish connection enter yes so in still यहाँ problem छ के प्रब्लम अब हेरौँ crash during connect हाम्रो कन्ज्युमरमा छौं कन्ज्युमर्स भनेर एक्सेप्ट ए ओके हामीले यहाँनिर एक्सेप्ट गरेको छैनौं self.channel layer.group add हामीले यहाँनिर गर्नुपर्छ self.group name मा self.channel name okay and then self. And await self.accept okay so हामीले कनेक्सनलाई एक्सेप्ट गरिरहेको थिएनौं सो यो चाहिँ हामीले एक्सेप्ट नगर्दाखेरि त्यस्तो हुन्छ भनेर देख्न पाइयो कि यहाँनिर हाम्रो
कन्ज्युमर्समा this one group add and accept. Await group add and accept. Okay, stop. Okay, one more time. Okay, finally we got one. Okay, so अब हाम्रो यो वेब ब्राउजरको जुन ट्याब छ, now it is connected to a WebSocket to our सर्भर है. अब हामीले के गर्छौं भन्दाखेरि someone from another web browser or another tab, another application, उनीहरूले बुकिङ गर्छन्. Okay, first we need to log in गर्नलाई let's create an account. Hey, okay, we don't need an account. बुकिङ गर्नलाई यसले लगिन माग्यो. That's the old code. हामीले यसलाई मोडिफाई त गरेका थियौं. Let's go to views, bookings को भ्यूमा हाम्रो create booking public profile. Okay, wait. हामीले रङ ठाउँमा गरिरहेका छौं. featured packages, यहाँ प्याकेजेसमा चाहिँ आउनु पर्ने हो हैन. वेट, हामीले फोटोग्राफर बुक गर्ने त बनाएको छैन नि त. सो लेट मी एड अ प्याकेज. ओके, सो अब हामीसँग एउटा प्याकेज छ. त प्याकेजलाई चाहिँ बुकिङ गर्ने हो. सो यहाँ प्याकेज भनेर आयो. लेट्स गो टु बुक एन्ड देन बुकिङ गर्छौँ हामी 15th को लागि. जब रिक्वेस्ट बुकिङ गर्छौँ. ओके, यहाँ बुकिङ भन्न भन्यो एन्ड विल गो अनदर वान. यहाँनिर सरी, अन मेसेज हामीले यहाँनिर गर्न बिर्स्यौँ. should keep on message also. On connect, on message, on message. ओके, अब अन मेसेजमा हामीले भनेको छौँ अहिलेलाई चाहिँ प्रिन्ट गरेर देखाइदेऊ भनेर हैन. लेट्स क्रिएट अनदर बुकिङ. बुक रिक्वेस्ट बुकिङ एन्ड देन अर्को ट्याबमा गर्छौँ. यहाँनिर आइरहेको छ बुकिङ अपडेटेड है. सो उताबाट बुकिङ गर्यो, तर यहाँनिर बुकिङ अपडेटेड भनेर क्विकली रियल टाइममा चाहिँ यहाँनिर नोटिफिकेसन आयो. ओके, सो लेट्स एड दिस स्क्रिप्ट. ओके, यो स्क्रिप्ट मिनिमल स्क्रिप्ट एड गरिदिउँ टु सो टोस्ट मेसेज. त्यसपछि हामीले यसको फ्लोमा कसरी काम गरिरहेछ भनेर डिस्कस गर्छौँ. फर द्याट लेट्स सिम्पली गो टु हाम्रो मेन टेम्प्लेट्स को बेस.
बेसमा इनसाइड navbar or inside toast messages, okay? यहाँनिर we need to add a script tag. Script so const ws is equal to, so we'll get WebSocket. Just हामीले यहाँ जे गरेको थियौँ त्यही गरे जस्तै हो. Go here. Okay, यहाँनिर Control C. Okay, यसले के गर्छ, हाम्रो कनेक्ट हुँदाखेरि चाहिँ ओपन भनेर देखाउँछ. Connection opened. And ws dot on message. E dot data event log e dot data. हामीले भन्छौँ यो स्क्रिप्टलाई this is basic script अनि हाम्रो टोस्ट मेसेजेस यहाँनिर छ. Paste. So toast or wait, toast message होइन, not toast message. Store that notification in index.db and so in navbar. Existing हाम्रो navbar यहाँनिर छ, यहाँ प्रोभाइड गरिदिन्छु. Enter.
सो इन्डेक्स टिभी अलिकति अहिलेलाई फास्ट हुन्छ होइन. सो लेट्स जस्ट युज लोकल स्टोरेज. पछि गएर हामीले यसलाई डेटाबेसमा पनि सेभ गर्नुपर्ने हुन्छ नोटिफिकेसन्सहरू. कपी. अहिलेलाई एभ्रिथिङ न्याप बारमै छ. ओके, पछि यसलाई चाहिँ सेपरेट राख्न सकिन्छ. स्टार्ट गरौँ एकचोटि. लेट्स रिफ्रेश. रिफ्रेश गर्दाखेरि वी गट द नोटिफिकेसन्स. अहिलेलाई नोटिफिकेसन्स छैन हाम्रो कुनै पनि. ओके, वेब सकेट कनेक्टेड भनेर हामीले देखिरहेको छौँ. एन्ड देन ओके, अब बुकिङ क्रिएट गरौँ. लेट्स गो टु बुक. ओके, एन्ड देन डेट एन्ड रिक्वेस्ट बुकिङ. यताबाट सक्सेस देखायो. फोटोग्राफरलाई यहाँ नोटिफिकेसन आयो नि त, वान नोटिफिकेसन भनेर आयो. यहाँ गएर हेर्नुहुन्छ भने बुकिङ अपडेटेड भनेर देखाइरहेको छ यसलाई. राइट. यो बुकिङ अपडेटेड भन्दा नि हामीले यहाँनिर यसलाई अपडेट गरौँ. मेसेज इन सिग्नल्स बुकिङको सिग्नल्समा इन्स्टेड अफ बुकिङ अपडेटेड हामीले यहाँनिर एउटा डाइनामिक मेसेज लेखौँ. सो एफ स्ट्रिङमा बुकिङ रिक्वेस्ट फर हाम्रो प्याकेजको नाम Stansted. Okay. Let's restart. Okay, run, and then I got a refresh. We got WebSocket connected, and then at our free booking garam book. Request booking and one notification. Never new booking request for wedding photography भनेर आयो. ल, सो यसलाई अब हामीले चाह्यौँ भने अझै अर्गनाइज गर्न सकिन्छ. लाइक यो नोटिफिकेसन्सहरू कतै पनि स्टोर भएको छैन, यसलाई डेटाबेसमा हामीले स्टोर गर्न सकिन्छ. बट द्याट्स अहिलेको लागि अप्सनल. हामीले जस्ट हेरिरहेको छौँ हाउ रियल नोटिफिकेसन्स वर्क. त्यसको लागि हामीले यहाँ बेसिक फ्लो बुझ्नु पर्यो, कसरी काम गरिरहेछ भनेर. सो यहाँनिर हेरौँ है.
मैले अस्ति पनि यसको बारेमा थोरै हजुरलाई भनेको चाहिँ थिएँ हैन आज अझै अलिकति क्लियर होस् सो फर्स्टमा त we have client भनेको browser okay let's say photographer browser है फोटोग्राफरको ब्राउजर छ हामीसँग मिन्स फोटोग्राफरले ओपन गरेको छ it will request a connection to our web server okay web server मा रिक्वेस्ट गर्छ to get a WebSocket connection okay मलाई WebSocket connection कनेक्ट गर्नु छ भनेर ws/notifications मा मलाई चाहिँ कनेक्ट गर्न देऊ भनेर चाहिँ भन्छ हैन सो यति गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि सिन्स यसको अगाडिको प्रोटोकल हेर्नुहुन्छ भने we have ws://localhost:8000 हैन अनि स्ल्याश यसरी छ नि त अरु बेला यो http हुन्थ्यो हैन अहिले ws भनेर छ नि त वेब सकेट भनेर सो यहाँनेर फर्स्टमा यो कहाँ हिट गर्छ भन्दाखेरि हाम्रो फर्स्टमा हाम्रो यहाँबाट स्टार्ट हुन्छ सिन्स हाम्रो ASC एप्लिकेसन रन भइरहेको छ ओके फर्स्ट यसले हिट गर्छ प्रोटोकल टाइप राउटर यहाँनेर ओके यदि http हो भने get ASC एप्लिकेसन वेब सकेट हो भने अथ मिडलवेयर स्ट्याक हुँदै ओके URL राउटर हुँदै वेब सकेटको URL प्याटर्न्समा गएर हेर्ने वेब सकेटको URL प्याटर्न्समा गएर हेर्दाखेरि here we have ws/notifications which is exactly जुन हाम्रो कनेक्सन इस्टाब्लिश गर्न खोजिरहेको छ एन्ड देन यसले रन गर्छ हाम्रो कन्ज्युमरलाई कन्ज्युमर इज जस्ट लाइक अ भ्यू भनेर बुझ्नुहोस् ओके सो जानेर हाम्रो यो वेब सकेट कन्ज्युमरलाई हामीले इनहेरिट गरेका छौँ जानेर मेन यहाँ तीनटा कुरा छ एउटा भनेको कनेक्ट ओके धेरै सर्फेसली हेर्नुहुन्छ भने एउटा छ भनेको हाम्रो कनेक्ट अर्को छ डिस्कनेक्ट अर्को छ हाम्रो सेन्ड नोटिफिकेसन ओके सो फर्स्टमा जब रन हुन्छ यो मिन्स रिक्वेस्ट गर्छ युजरले ws/notificationमा कनेक्ट रन हुन्छ र हामीले के गर्छौँ भन्दाखेरि यो जुन युजर आइरहेछ ओके त्यो युजरलाई ओके यदि अथेन्टिकेटेड छैन भने त हामीले self.close भनेको यहीँबाट कनेक्सनलाई रिजेक्ट गरिदिन्छौँ ओके एक्सेप्ट गर्दैनौँ यदि युजर अथेन्टिकेटेड हो मिन्स फोटोग्राफरले लगइन गरेको छ भने उसको इमेल लिन्छौँ र उसको इमेलको थ्रुबाट एउटा ग्रुप नेम हामीले जेनेरेट गर्छौँ एउटा ह्यास ओके जानेर म्याक्सिमम लिमिट भनेको 100 हो सो 100 मा हामीले यसलाई स्लाइस गरेका छौँ एन्ड देन हामीले बेसिकली यहाँ के गर्ने हो भन्दाखेरि हाम्रो च्यानल लेयरमा ओके ग्रुप एड गर्ने मिन्स यो ग्रुपमा ओके यो नोटिफिकेसन्स भन्ने ग्रुपमा ग्रुप नेम ओके वेट यो परेन हामीहरूलाई यो ग्रुप नेममा ओके यो ग्रुप नेम भनेको self.user इमेल यो एक्लै उसको लागि मात्रै हो ग्रुप यो एन्ड देन त्यो च्यानल नेम ओके सो यहाँनेर हाम्रो यो दुईटा बेसिक कन्सेप्ट बुझ्नुपर्ने हुन्छ self.channel_name ओके दिस मिन्स जुन वेब सकेट कनेक्सन आइरहेछ ओके जस्तै यो कनेक्सन आइरहेछ नि यो ब्राउजरबाट यो कनेक्सन उसलाई चाहिँ एउटा स्पेसिफिक नेम दिएको हुन्छ कि सो स्पेसिफिक नेम फर कनेक्सन ओके त्यसलाई हामी भन्छौँ च्यानल नेम ठिक छ अनि त्यसपछि हामीले self.group name भनेर राखेका छौँ ओके ग्रुप नेम त्यो ग्रुप नेम हामीले जेनेरेट गरेका छौँ फ्रम युजरको इमेल ठिक छ अनि यसलाई चाहिँ हामीले एड गर्दैछौँ इन अ च्यानल लेयर
ओके च्यानल लेयर भनेको हाम्रो एउटा इन्टरमिडिएट स्टोरेज भनेर भनौँ अहिलेलाई रेडिस युज गरिरहेको छौँ रेडिसमा हामीहरूले च्यानल लेयरको रूपमा युज गरिरहेको छौँ च्यानल लेयर भनेको जहाँनिर च्यानल्सको रिलेटेड इन्फर्मेसनहरू राखिएको हुन्छ लाइक कुन च्यानल चाहिँ के कुन कनेक्सन चाहिँ कुन ग्रुपमा छ भनेर त्यो इन्फर्मेसनहरू च्यानल लेयरमा एड गरेर राखेको हुन्छ जस्तै यो चाहिँ हाम्रो के भयो एउटा ग्रुप भयो भने यो ग्रुपमा चाहिँ यो च्यानल नेम भनेको एउटा चाहिँ एड गरिएको छ यहाँनिर है सो यो पर्टिकुलर एउटा ग्रुप त्यो भित्र एउटा च्यानल नेम ठीक है मल्टिपल यदि त्यो ग्रुपिङ टाइप एउटै नोटिफिकेसन धेरैजनालाई जानुपर्ने छ भने सेम ग्रुपमा विल एड मल्टिपल च्यानल नेम्स ओके जस्तै युजर वानले चाहिँ कनेक्सन इस्टाब्लिस गरेर त्यसलाई पनि यही एड गरिदिने यही ग्रुपमा अर्को युजरले गरेर त्यसलाई पनि यही एड गरिदिने सो वेन एभर वी सेन्ड मेसेज टु दिस ग्रुप एभ्री वान ओके जसको च्यानल नेम चाहिँ यो ग्रुपमा छ दे विल गेट नोटिफाइड ओके त्यसरी काम गर्छ सो अहिलेको लागि हामीले एउटा ग्रुप नेममा एउटा युजर हुन्छ किनकि एउटा फोटोग्राफरको नोटिफिकेसन अर्को फोटोग्राफरलाई जानु भएन सो हरेक फोटोग्राफरको लागि एउटा छुट्टै सेपरेट ग्रुप नेम हामीले बनाइरहेको छौँ ठिक छ त्यति गरिसकेपछि विल डु सेल्फ डट एक्सेप्ट गर्दाखेरि चाहिँ हाम्रो यहाँनिर जुन अवेटको कन्सेप्ट देख्नुहुन्छ अवेट एन्ड एसिङ्क यो एउटा छुट्टै कन्सेप्ट हो हाम्रो ओके यसको बारेमा एकचोटि हेर्नुहोस् असिङ्क अवेटको बारेमा असिङ्क्रोनस कोड भनेर अहिले जस्ट लजिक बुझ्नुहोस् के भइरहेछ बिहाइन्ड द सिन्स भनेर ओके सो हामीले च्यानल लेयरमा एड गऱ्यौँ एड गरिसकेपछि अनि हामीले एक्सेप्ट गऱ्यौँ एक्सेप्ट गर्दाखेरि चाहिँ अब के भन्यो भन्दाखेरि वेब सर्भरले ओके ओके कनेक्सन मैले इस्टाब्लिस गर्न दिएँ भनेर होइन त्यो फेजमा हामीले यहाँनिर त्यसलाई लक गरेको छौँ वेब सकेट कनेक्टेड भनेर ओके देन हामीले यहाँनिर कन्सोलमा देख्छौँ वेब सकेट कनेक्टेड भनेर अनि त्यो ट्रिगर हुन्छ हाम्रो त्यो ट्रिगर कतिखेर हुन्छ भन्दाखेरि अन वान ओके वेब सकेट कनेक्सन जुन हामीले इस्टाब्लिस गरेका छौँ वेब सकेट अन ओपन भनेको ओपन हुँदाखेरि चाहिँ के गर्ने भनेर यहाँनिर हामीले लेखेका छौँ वेब सकेट कनेक्ट हुने देखाउने कनेक्टेड भयो भनेर ओके सो वान्स वेब सकेट इज कनेक्टेड अब डिस्कनेक्ट नहुन्जेलसम्म सर्भरले जति पनि म्यासेज यहाँनिर पठाउन मिल्छ विदाउट रिक्वेस्टिङ ओके यता रिफ्रेस गर्नु परेन केही पनि गर्नु परेन ठिक छ नाउ अर्को पार्ट सेन्डिङ द नोटिफिकेसन हामीले के गरेका छौँ भन्दाखेरि जब हाम्रो वेब सर्भरमा जब हाम्रो ओके यो कनेक्टेड नै छ है यो कनेक्टेड छ जब हाम्रो वेब सर्भरमा अब कसैले चाहिँ न्यू बुकिङ रिक्वेस्ट गर्छ ओके न्यू बुकिङ रिक्वेस्ट जब कसैले क्रिएट गर्छ त्यतिखेर हामीले सिग्नल्स बनाएको छौँ मेल पठाउनको लागि योभन्दा अगाडि मेलिङ नोटिफिकेसन्समा हामीले काम गरेका थियौँ हामीले नोटिफाई बुकिङ अपडेट भनेर एउटा रिसिभर गरेका छौँ सिग्नल रिसिभर यहाँनिर हामीले भनेछौँ यदि इफ क्रिएटेड हो कि यदि क्रिएटेड भएको भर्खरै यो नयाँ बुकिङ क्रिएट भएको हो भने वी निड टु नोटिफाई टु द फोटोग्राफर ओके अपडेट भएको हो भने चाहिँ क्लाइन्टलाई नोटिफाई गर्ने मिन्स तिम्रो स्ट्याटस के छ भनेर बुकिङ रिक्वेस्टको यहाँनिर अन्तिममा गएर हामीले यहाँनिर के गर्नुपर्ने हुन्छ च्यानल लेयर ओके किनकि कुन ग्रुपमा के छ भन्ने कुरा कहाँनिर एक्जिस्ट गर्छ च्यानल लेयरमा एक्जिस्ट गर्छ सो च्यानल लेयर इज इक्वल टु गेट च्यानल लेयर यो प्रोभाइड गर्छ हामीहरूलाई च्यानल लेयर्स फ्रम च्यानल लेयर्स इम्पोर्ट गेट च्यानल लेयर ओके सो यो सबै कुरा भनेको जाङ्गो च्यानल जुन हामीले इन्स्टल गरेका थियौँ त्यसले प्रोभाइड गर्छ एन्ड असिङ्क टु सिङ्क ओके यो च्यानल लेयर ग्रुप सेन्ड यो चाहिँ असिङ्क के असिङ्क्रोनस कोड हो बट यो जुन हाम्रो डेफ छ यो भित्र यस अगाडि असिङ्क भनेर छैन नि त ओके यो चाहिँ सिङ्क्रोनस कोड हो ओके अहिले ज्याङ्गोले फुल असिङ्क्रोनस सपोर्ट गर्दैन त्यही भएर यो एक्जिस्ट गर्छ भनेको यो असिङ्क कोड हो तर मलाई सिङ्क्रोनसले रन गर्नु छ भनेर ओके सो असिङ्क टु सिङ्क अनि हामीले ग्रुपमा सेन्ड गर्छौँ ओके अगेन ग्रुपको नेम हामीले जेनेरेट गरेका छौँ एक्ज्याक्टली जसरी हामीहरूले यसलाई चाहिँ एक्सेप्ट गर्ने बेलामा जसरी ग्रुप नेम जेनेरेट गरेका थियौँ सेम त्यही तरिकाले चाहिँ हामीले ग्रुप नेम जेनेरेट गरेका छौँ कुन ग्रुपमा मेसेज पठाउने भनेर थाहा त हुनु पऱ्यो नि त
सो सेम फोटोग्राफरको इमेल युज गरेर हामीले ग्रुप नेम जेनेरेट गरेका छौँ सो द्याट हामीले एक्ज्याक्टली यही ग्रुपमा पोइन्ट गरौँ ओके अर्को ग्रुपमा पोइन्ट गऱ्यो भने फेरि त्यो अर्कै फोटोग्राफरको वेब सकेट कनेक्सनमा मेसेज जान्छ सो ग्रुप नेम यहाँनिर क्रिएट गरिन्छ त्यसपछि हामीले यहाँ लगिङको लागि प्रिन्ट पनि गरेका छौँ अब यसलाई रिमुभ गर्दा नि हुन्छ ओके हामीले गर्छौँ च्यानल लेयरमा ग्रुपमा सेन्ड गर ओके च्यानल लेयर भनेको हाम्रो यो भयो होइन जस्तै यो च्यानल लेयर रेडिस भयो त्यहाँनिर ग्रुप र ग्रुपको इन्फर्मेसनहरू छ होइन हामीले ग्रुपमा सेन्ड गर्नु छ म्यासेज अनि यो ग्रुप नेममा ओके यो ग्रुप नेम भनेको हामीले जुन यो फोटोग्राफरको इमेल युज गरेर ग्रुप नेम बनाएको छौँ त्यसमा ओके मानिलिउँ यो ग्रुप नेम हो ओके सो यो ग्रुप नेममा चाहिँ के गर यो म्यासेज पठाऊ भन्नु भनेको छ ओके सो यो म्यासेज भन्दाखेरि पनि यो इभेन्ट ट्रिगर गरेको जस्तै यहाँनिर टाइप सेन्ड नोटिफिकेसन भन्नुभएको छ अनि म्यासेजमा चाहिँ हामीले एक्चुअल म्यासेज जुन पठाउनु पर्ने हो त्यो लेखेका छौँ यसले के गर्छ भन्दाखेरि हाम्रो कन्ज्युमर्सको ओके टाइप भनेर यहाँनिर जुन हामीले दिएको छौँ नि सिग्नल्समा यहाँनिर टाइप ओके यो ग्रुपमा सेन्ड गर्ने हो तर यो कस्तो टाइपको चाहिँ हाम्रो म्यासेज हो कस्तो टाइपको इभेन्ट हो त होइन वेब सकेट भनेको इभेन्टमा ड्रिभन हुन्छ मिन्स यो इभेन्ट हुँदाखेरि यो गर्ने यो इभेन्ट हुँदा यो गर्ने सो टाइप कस्तो हो त यो ओके के सेन्ड गर्न आँटेको त हामीले भन्यौँ सेन्ड नोटिफिकेसन गर्न आँटेको यसको कोड हामीले यहाँनिर कन्ज्युमरमा लेखेको हुन्छौँ सो यो ट्रिगर हुन्छ कि ठिक छ जुन यो कनेक्सन छ ओके वेब सर्भरमा यहाँनिर एउटा कनेक्सनको लागि यहाँनिर एउटा बसिरहेको हुन्छ यसको यो क्लासको अब्जेक्ट नोटिफिकेसन कन्ज्युमरको अब्जेक्ट त्योमा ट्रिगर हुन्छ अब सेन्ड नोटिफिकेसन होइन जब यो ट्रिगर हुन्छ त्यसपछि यसले नोटिफिकेसन पठाउँछ यहाँनिर ओके सो यहाँनिर कन्ज्युमर चाहिँ एउटा बनिएर बसिरहेको हुन्छ जब हामीले कनेक्ट गर्छौँ वेब सकेट अब यो ट्रिगर भएपछि यसले के गर्छ भन्दाखेरि ओके त्यो ग्रुपमा अनि यहाँनिर म्यासेज पठाइदिन्छ सेल्फ डट सेन्ड सेन्ड गरिदिन्छ हामीले जेसनलाई चाहिँ टेक्स्ट बनाएर पठाउनु पर्ने हुन्छ सो जेसन डट डम्प्स गर्छौँ हामीले यो म्यासेज ओके यसलाई डम्प गरेर हामीले पठाइदिन्छौँ डम्प गर्नु मिन्स सिम्पल एउटा टेक्स्ट फर्मेटमा कन्भर्ट गरिदिनु ओके अनि यति गरिसकेपछि यो पर्टिकुलर कनेक्सनको जुन वेब कन्ज्युमरलाई हामीले ट्रिगर गरेका छौँ त्यो ग्रुपमा भएको त्यसले चाहिँ अब के गर्छ यहाँनिर नोटिफिकेसन पठाउँछ ब्राउजरमा ओके अनि ब्राउजरमा अब के भइरहेछ भन्दाखेरि हामीले जब म्यासेज आउँछ त्यतिखेर डब्लुएस डट अन म्यासेज ट्रिगर हुन्छ ओके अन म्यासेज ट्रिगर हुन्छ हामीले यहाँनिर सिग्नल्समा त यहाँबाट त म्यासेज पठाइदिउँ सरी सिग्नल्समा ट्रिगर गऱ्यौँ सेन्ड नोटिफिकेसनलाई अनि कन्ज्युमरमा भएको सेन्ड नोटिफिकेसन मेथडले चाहिँ त्यसलाई के गर्छ पठाउँछ एक्चुअलीमा ठिक छ यहाँनिर म्यासेज कोलन भनेर एउटा जेसन फर्मेटमा पठाउँछ कन्भर्टिङ टु द टेक्स्ट ओके टेक्स्ट डेटा भनेर हामीले पठाइरहेको छौँ एन्ड देन त्यो कुरा चाहिँ हाम्रो यहाँनिर अन म्यासेज आउँदाखेरि चाहिँ के गर्ने त भनेर ब्राउजरले चाहिँ यहाँनिर हामीलाई ह्यान्डल गर्न सिकाएको हुन्छौँ सो यहाँनिर जाने हो भने सो यो इभेन्टमा डेटा आउँछ ओके त्यो डेटालाई हामीले जेसनमा पार्स गर्छौँ किनकि त्यो जेसन डेटा त हो ओके जस्तै यो यसो गरेर हाम्रो म्यासेज अनि समथिङ म्यासेज भन्दा त छ तर यो ओभरअललाई चाहिँ टेक्स्ट बनाएर पठाएको छौँ क्या यसरी ओके स्ट्रिङ डेटामा पठाएको छौँ टेक्स्टमा सो एक्चुअल जेसन चाहिँ होइन ओके त्यो भित्रको फर्मेट चाहिँ जेसन हो होइन सो त्यही भएर हामीले के गर्छौँ जेसन डट पार्स यसलाई चाहिँ पार्स गर्नु भनेर भन्छ ओके यता जावा स्क्रिप्टमा हाम्रो पाइथनमा चाहिँ जेसन डट लोड्स भनेर भन्छौँ हामीले लोड गर्न चाहन्छौँ जेसन फर्मेटमा ओके डम्प गर्नु भनेको टेक्स्टमा कन्भर्ट गर्नु सो इभेन्टमा आएको डेटालाई चाहिँ हामीले जेसनमा कन्भर्ट गर्छौँ अनि हामीले एड नोटिफिकेसन भनेर देखाइदिएको छौँ यो चाहिँ जस्ट हाम्रो जावा स्क्रिप्टको लजिक भयो एड नोटिफिकेसनमा गएर हेर्नुहुन्छ भने यहाँनिर त्यसलाई गएर ओके यहाँ गेट नोटिफिकेसन्सले आई थिङ्क यहाँ लोकल स्टोरेजबाट गेट गर्छ त्यसलाई लोकल स्टोरेज भनेको हजुरको ब्राउजरमा हुन्छ है हजुरको ब्राउजरमा मेमोरी होइन यहाँ एप्लिकेसन भनेर छ होला
एप्लिकेसनको यहाँनिर लोकल स्टोरेज भनेर छ हैन, यहाँनिर फोटो प्ल्याटको नोटिफिकेसन्स भनेर यसरी नोटिफिकेसन्सलाई राखिरहेको छ। यो पनि टेक्स्टमै हुन्छ, सो यसलाई पनि जेसन डट पार्स गरेको छ यहाँनिर। त्यो नोटिफिकेसन्समा चाहिँ के छ, अनसिफ्ट भनेको चाहिँ यहाँनिर हाम्रो सुरुमा गएर चाहिँ नोटिफिकेसन अहिले भर्खरै आएको नोटिफिकेसन चाहिँ एड गरिदिएको छ। ओके, अनि त्यसपछि रेन्डर नोटिफिकेसन अन मेसेज हाम्रो कहाँ गयो, सुरुमा एड नोटिफिकेसन गर्छ, त्यसपछि रेन्डर नोटिफिकेसनले चाहिँ युआईमा अपडेट गर्ने काम गर्छ। ओके, सो लोकल स्टोरेजबाट नोटिफिकेसन्स गेट गर्छ, नोटिफिकेसनको लिस्टिङ गर्ने हाम्रो डकुमेन्टको एलिमेन्ट होइन एचटिएमएललाई यसले गेट गर्छ। अहिले कतिवटा छ काउन्ट त्यो गर्छ। ओके, नोटिफिकेसन काउन्ट त्यो बेल आइकनमा 1 2 भनेर देखाउँछ नि त्यो वाला। अनि इनर एचटिएमएललाई एम्प्टी गरेर हाम्रो यहाँनिर इनर एचटिएमएलमा चाहिँ त्यो सेट गर्छ यो वाला। ओके, हरेकमा चाहिँ यसरी सेट गर्छ। ठिक छ, यो चाहिँ जावा स्क्रिप्टको हाम्रो डब म्यानिपुलेसनको कोड भयो। ओके, सो यसरी चाहिँ हाम्रो के गर्छ, यहाँनिर नोटिफिकेसन्सहरू उताबाट आउँछ, यता अपडेट गर्छ। सो बेसिकली हामीहरूले जस्ट एउटा सिम्पल मेन्टल मोडल चाहिँ के राख्नु पर्यो भन्दाखेरि अब सेटिङ्स र कन्फिगरेसन्स चाहिँ हाम्रो जस्तै डब्लुएसटिआईबाट एएसटिआईमा स्विच गर्नु पर्यो होइन, त्यही अनुसारले सर्भर पनि चेन्ज गर्नु पर्यो। त्यो भएर चाहिँ हाम्रो लामो भएको भिडियो, बट खासमा चाहिँ जस दुईवटा कुरा मात्रै भएको। हामीहरूले एउटा कन्ज्युमर बनायौँ, ओके, जस्ट लाइक एज भ्युज। कन्ज्युमरमा दुईवटा कुरा छ। ओके, अहिलेलाई हामीले चाहिँदो भनेको एक्सेप्ट कि कनेक्ट भनेर छ होला कन्ज्युमरमा, कनेक्ट। ओके, जब कसैले कनेक्ट गर्न खोज्छ यो कन्ज्युमरमा, जब यो वेब सकेटमा कसैले कनेक्ट गर्न खोज्छ त्यतिखेर के हुने भन्ने कोड हामीले यहाँनिर लेखेको छौँ। ओके, सो फर्स्टमा हामीले गरेका छौँ युजर अथेन्टिकेटेड हो भने युजरको इमेल युज गरेर ओके एउटा ग्रुप नेम बनाऊ। ओके, पछि यही ग्रुपमा हामीले मेसेज सेन्ड गर्छौँ। ओके, अनि के गर भन्दाखेरि एड ग्रुप टु च्यानल लेयर। ओके, सो कसै न कसैले त याद गर्नु पर्यो नि त। सो च्यानल लेयर भनेको रेडिसमा हामीले यो कुराहरू स्टोर गर्छौँ, ग्रुपको नेम र त्यो कुरा। अनि त्यसपछि भरको अर्को हाम्रो भनेको सेन्ड नोटिफिकेसन छ। ओके, जसले के गर्छ एक्चुअलीमा सेन्ड गर्छ है, जम्मा यो कुराहरू छ। अनि कनेक्ट गर्दाखेरि यो हाम्रो ब्राउजर भयो, ब्राउजरले यसलाई कल गर्छ, यसलाई कल गर्दाखेरि सुरुमा कनेक्ट कल हुन्छ। अनि त्यसपछि के गर्छ भन्दाखेरि जस्तै हाम्रो यहाँनिर यो च्यानल लेयर भनेर छ भने योमा एउटा सानो ग्रुप क्रिएट गर्छ, त्यो ग्रुपभित्र चाहिँ च्यानलको नेम एड गरिदिन्छ, यो च्यानल नेम हो है यो ग्रुपको भनेर। सो अ सिङ्गल ग्रुपमा चाहिँ मल्टिपल च्यानल नेम पनि हुन पाउँछ। अहिलेलाई चाहिँ हामीले 1 to 1 नोटिफिकेसन गर्न खोजिरहेका छौँ, द्याट्स वाइ हामीले एउटा ग्रुपभित्र एउटा मात्रै च्यानल नेम राखिरहेका छौँ। ओके, सेल्फ डट च्यानल नेम। अनि यो जस्ट भनेको कनेक्ट गर्ने बेलामा कन्फिगरेसन भएको। अनि लास्टमा गएर चाहिँ हामीले सेल्फ डट एक्सेप्ट गरेको हुन्छ। एक्सेप्टले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ रेस्पोन्स दिएको हो कि ल कनेक्सन चाहिँ मैले एक्सेप्ट गरेँ है भनेर। अनि त्यसपछि यहाँनिर चाहिँ कनेक्सन ओपन भन्ने इभेन्ट ट्रिगर हुन्छ। ओके, अनि ओपन भएकोमा हामीले यहाँनिर देख्छौँ त्यो कनेक्टेड भनेर होइन त। यो ओपन भएको केसमा वेब सकेट कनेक्टेड भनेर हामीले देख्छौँ। त्यसपछि जब अब यो हाम्रो च्यानल लेयर भयो होइन, च्यानलको लेयर। सो अब जब सर्भरमा कन्ज्युमर मात्रै छैन, भ्युजहरू पनि छन्। ओके, भ्युजमा चाहिँ जब अब बुकिङको रिक्वेस्ट आउँदाखेरि चाहिँ हाम्रो एउटा सिग्नल ट्रिगर हुन्छ, सेभ हुँदाखेरि सिग्नल ट्रिगर हुन्छ। अनि सिग्नलले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो नोटिफिकेसनलाई ट्रिगर गर्छ होइन।
यो ट्रिगर गरेपछि अघि जुन कनेक्सन इस्टाब्लिस भएको कन्ज्युमर बनेको छ त्यो कन्ज्युमरको सेन्ड नोटिफिकेसन भन्ने कल हुन्छ, यो मेथड एउटा फङ्सन कल हुन्छ, त्यसले चाहिँ एक्चुअलीमा सेन्ड गर्छ यो मेसेजलाई थ्रु अ कनेक्टेड वेब सकेट कनेक्सन जुन चाहिँ यहाँनिर छ। एन्ड यो मेसेज यहाँनिर पुग्छ। यो मेसेज यहाँनिर पुग्नु भनेको अन मेसेज भन्ने इभेन्ट ट्रिगर हुनु हो। ओके, वेब ब्राउजरमा वेब सकेटमा मेसेज आयो भने के गर्ने? ओके, अन मेसेज। अनि यो इभेन्टमा डेटा आउँछ, त्यो डेटालाई हामीले यहाँनिर के गर्छौँ, लोकल स्टोरेजमा राखेर, ओके, लोकल स्टोरेजमा टेम्पोरेरी राखेर यसलाई अनि हामीले यहाँ डिस्प्ले गराउँछौँ। ओके, सो लास्ट टाइम हामीले यहाँनिर हेर्ने हो भने लेट्स गो यहाँनिर। ओके, सो यसलाई म ओके हामीले बेस डट एचटिएमएलमै राखेका छौँ यो कनेक्सन गर्ने स्क्रिप्ट। सो जब म रिफ्रेस गर्छु ओके त्यतिखेर वेब सकेट कनेक्ट हुन्छ। ओके, द्याट मिन्स यो फेज सक्यो। ओके, यो अथेन्टिकेसन ग्रुप नेम एड गर्ने, च्यानल लेयरमा राख्ने अनि ग्रुप बन्यो, यो स्टेप सक्यो, सेटअप सक्यो, कनेक्टेड भनेर हामीले देख्यौँ। ओके, अब जब यहाँबाट गएर कसैले चाहिँ बुकिङ गर्छ, अहिले बुकिङ हामीले सिम्पल राखेका छौँ, रिक्वेस्ट गर्छ बेसिकली। सो रिक्वेस्ट गर्दाखेरि चाहिँ यो क्लाइन्टले त यो पपअप देख्ने नै भयो, तर फोटोग्राफरले पनि अब के पाउने भयो यहाँनिर नोटिफिकेसन पाउने भयो होइन। सो अन मेसेज ट्रिगर भयो यहाँनिर चाहिँ। ओके, जब हाम्रो बुकिङ गऱ्यौँ, बुकिङ भ्यूमा गयो, बुकिङ भ्यूबाट सिग्नल ट्रिगर भयो, सिग्नलले नोटिफिकेसन ट्रिगर गर्यो, नोटिफिकेसन ट्रिगरले चाहिँ जुन कनेक्टेड कन्ज्युमर थियो त्यो कन्ज्युमरमा चाहिँ सेन्ड नोटिफिकेसनबाट सेन्ड गर्यो, त्यो मेसेज गयो ब्राउजरमा, ब्राउजरले गर्यो यहाँनिर डिस्प्ले थ्रु डोम म्यानिपुलेसन। सो यहाँनिर गएर हामीले हेर्दाखेरि हामीले यहाँनिर नोटिफिकेसन हेर्न पाउँछौँ। ठिक छ, सो यसरी चाहिँ हाम्रो कम्प्लिट हुन्छ नोटिफिकेसन्सको फिचर। ओके, सो हामीले यहाँनिर चाहियो भनेको एउटा वेब सकेट सपोर्ट गर्ने सर्भर। फर द्याट हामीले युज गरेका छौँ युबिकनको स्ट्यान्डर्ड। ओके, अप्सनलमा ड्याफ्ने भनेर पनि छ, त्यो सर्भरको नाम हो। त्यसपछि वी निड ज्याङ्गोको च्यानल्स भन्ने हाम्रो प्याकेज। ओके, अर्को भनेको चाहिँ रेडिस टु एक्ट एज च्यानल्स लेयर। ठिक छ, सो यसरी चाहिँ हाम्रो कम्प्लिट हुन्छ। सो योभन्दा अगाडिको क्लासमा मैले यहाँनिर सर्टेन कुरा हजुरलाई एक्सप्लेन पनि गरेको थिएँ, कसरी हाम्रो लाइक मास नोटिफिकेसन्स पठाउनु पऱ्यो भने कसरी काम गर्छ भनेर। सो अघिल्लो भिडियोमा पनि हजुरले हेर्न सक्नुहुन्छ। ओके, सो आज चाहिँ मैले यो नोटिफिकेसन्सलाई नै क्लिन वेमा चाहिँ हामीले इम्प्लिमेन्ट गर्ने भनेर भनेको थियौँ। केही इस्युजहरू आयो त्यसलाई हामीले डिबग पनि गरेर हेऱ्यौँ। ठिक छ, सो हामीले बेसिक यो कन्सेप्ट चाहिँ हामीले लिनु पऱ्यो। ओके, कसरी कसरी चाहिँ नोटिफिकेसन्सले काम गर्छ भनेर। ठिक छ, ओके, सो अहिले चाहिँ यति गरौँ।